सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी जान लागिरहेछौँ। आज म चाहिँ छु यहाँ छु म चाहिँ यहाँ चाहिँ पिकनिक जाने क्रममा चाहिँ म पनि पिकनिकमा जान लागिरहेको छु है। अनि टोलीहरू यहाँ छन्, रेडी हुँदैछन्। हाम्रो अङ्कल पनि हुनुहुन्छ यहाँ। अङ्कल यता हेरिदिनु न, यता यहाँ केही भनिदिनु न मेरो भिडियोमा। के भन्ने र भाइ? आज चाहिँ हामी कहाँ जान लागेछौँ? आज गरेर अनि लाइक गरेर अनि त्यहाँ अलिकति फेमस बनाइदिनु होला। लुम्ले काँडे काँडे हो क्या? काँडेको माथिपट्टि पिकनिक हुँदैछ। ल ल हुन्छ हुन्छ जाऊँ। हेलो गाइज, हामी चाहिँ अहिले यहाँ पिकनिक ठाउँमा पिकनिकको स्पोटमा आइसकेको छौँ। यहाँ हुनुहुन्छ हाम्रो सूचना गैरे। यस, सो हे गाइज, इट्स मी सूचना गैरे फ्रम पिनाकल एकाडेमी होइन। अनि आज चाहिँ हाम्रो कति गते आज 9 गते हाम्रो पिकनिक भएको छ यो काँडेमा। सो वी आर इन्जोइङ। यस, के भइरहेछ पिकनिकमा? नाचिरहेछौँ। गाडी बिग्रियो भर्खरै अनि फेरि अर्को गाडीले लिएर आयो। त्यही हो कुरा। अनि उता हाम्रो सरहरू नाच्दै हुनुहुन्छ। म दाइसँग आएर गफ हान्दैछु। यहाँ के भइरहेछ ल भनौँ है त। के भइरहेछ? ओ त्यहाँ कुनामा केटाको हुल छ, त्यहाँ फोटो खिच्दैछन्, आफ्नै पारामा छन्। यहाँ बच्चाहरू छन्, आफ्नै पारामा छन्। एउटा त्यो डाबेडावाला आयो एउटा केटा, यो हो मेरो भाइ, यो सिग्मा। अनि पछि त्यहाँ लडीबुडी गर्दै हन्। फेरि मिससँगै हुलमा नाचिरहन् कोही। सो हे गाइस, लुक यहाँ पकाउने कार्यक्रम चलिरहेको छ। खाजा त खाएन, बिहानै भोकै आएको। त्यहाँ भाग्दै आउँदै हन् बच्चाहरू। यहाँ हेर्नु यसको पारा। सो यस, म हजुरलाई पनि देखाउँछु। सो यता हुनुहुन्छ हाम्रो क्यामेराम्यान, प्रोफेसनल क्यामेराम्यान। तिमीलाई मनपर्ने टिचर को? मलाई मनपर्ने टिचर कोही नै छैनन्। कोही पनि छैन? ए ल बधाई छ। नो वान गजब बेइज्जती है। Oh my god. Yeah. अनि
आज चाहिँ यो सन्दीप आचार्य दाइले चाहिँ गिटार बजाउँदै हुनुहुन्छ र म सूचना गैरेले गीत गाउँदैछु र यो निकेश के अरे आले मगर यस निकेश आले मगरले चाहिँ उहाँ चाहिँ मेरो अडियन्स लाइक सुन्न बसिराख्नु भएको छ र यहाँ दुईजना पनि थपिसक्नु भएको छ नमस्ते गर्दै आउनुभएको छ र उहाँहरू पनि दुईजना हुनुहुन्छ र उहाँको धोत्रो स्टाइललाई चाहिँ प्लिज एक्सेप्ट गर्नु होला होइन जस्तो नराम्रो भए पनि अब राम्रो भनिदिनै पर्छ होइन अब के भन्दिनँ अब म यस अब गीत गाउन स्टार्ट गर्ने ल 3 2 1 गो tada tada मेरी मायालू चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह गंदे होलिन देही पलुको छायामा हामी दुई रमेको सो गाइज अहिले चाहिँ हामी खाजा खाएर बस्दैछौँ यहाँ यतापट्टि चलिरहेछ डान्स चलिरहेछ यतापट्टि बसिरहेछन् रमाइलो गर्दैछन् सबैजना नाच भइरहेछ है अनि म यहाँ बसिरहेको छु साथीहरू एकचोटि अब हामी ड्रोन सट लिगौँ है त 3 2 1 गो साथीहरू अहिले चाहिँ कति बज्यो भन्दाखेरि 4 बज्न लाग्यो होइन अब चाहिँ खाना खाने बेला हुँदैछ यहाँ खाना खाने बेला हुँदैछ अनि अब खाना खाएर नाच्न अझै थाक्यो होइन नाच्दै छन् बिहान आएदेखि चिसो यार लास्ट चिसो यार जाडो यार ज्याकेट त खोल्दै नसक्नु यार घाम चाहिँ लागिरहेछ Hey guys, so it's me Suchana Garre and he is It's me Sandeep and today we are on a picnic from school. Yes. And so as you can see, है ना सबैजना लुङ्गी डान्समा नाच्दै हुनुहुन्छ अनि खाना भन्दा पनि खाजा खायौँ लाइक ब्रेकफास्ट खायौँ अनि त्यसलाई खाना भन्छ ब्रेकफास्ट लियौँ अरू के खायौ अरू रोस्ट ससेज प्राउन चना अनि अन्डा अनि ब्रेड अनि चिया भोकला छैन त्यति धेरै खाएको अब खाना खाने कति बेला त अब पाक्दै छ अब लाइनमा जाने अनि खाने दिपु
के छ हालखबर? ठिक छ। खाना कस्तो छ? मिठो छैन? मासु मिठो हो, केही मिठो छैन। मासु मिठो छ, अरू केही पनि मिठो छैन? तिमीलाई कस्तो लाग्यो? तिमीलाई? मलाई मासु मात्रै मिठो लाग्छ। सबैलाई मासु मात्रै मिठो लाग्यो हो? मासु लभर हो? कस्तो भइरहेछ पिकनिक आज? राम्रो। रमाइलो भइरहेछ? धेरै नाचगान भइरहेछ। अनि कति क्लासमा पढ्छौ? म 6 क्लासमा पढ्छु। तिमी? 6 मा। तिमी? हाल खबर? ठिक छ। आज पिकनिक कस्तो भइरहेछ? झन् राम्रो भयो, रमाइलो भयो। अनि खाना कस्तो छ? खाना लास्टै मिठो छ। मिठो छ? मासु मन पर्यो कि परेन त? मासु लास्टै मन पर्यो। कति क्लासमा? 4 क्लासमा? यस्तो भइरहेछ गाइजहरू, यहाँ खाना खाने लाइन हुँदैछ। खानको लागि लाइनमा बस्ने र खाना लिएर गइसक्यो विद्यार्थी भाइ बहिनीहरूले। यहाँ एउटा टोली, दुईटा टोली, तीनटा टोली, 4वटा, 5वटा, 6वटा टोली, 7, 8, 9, 10 टोली बीच खाना खाने कार्यक्रम भइरहेछ। अब हामी पनि खाना खान्छौँ। खाना खायौ? भोक लाग्छ कि लाग्दैन? कसले बुझ्छ र हाम्रो पेट, त्यही भएर म बुझाउँछु। हेलो निकेश, के छ? ल साथीहरू, अब हामी खाना खान्छौँ। ल सेल्फी खिच्यौँ। 1 2 3 भयो। सो साथीहरू, अहिले चाहिँ अब हामी यहाँ खानासाना खाइसक्यौँ। अब हामी यहाँदेखि निस्किने तर्खरमा छौँ। सबैजना तयारी हुँदैछ है। यस्तो चिसो छ यार, यहाँ त लास्ट चिसो, यहाँ हातै जम्न लागिसक्यो यार। यस्तो रहेछ ठाउँ चाहिँ। ओ नो ओ नो ओ नो ओ नो। ल यहाँ चाहिँ केही छ भन्नु? पिकनिक कस्तो भयो? पिकनिक राम्रै भयो। ल ठिक छ। ल अब घर जाने बेलामा कहाँ जाने, कसरी जाने भन्ने कुरो भइरहेछ है। ल यहाँ लाइन मिलाउने। अब हामी चाहिँ यहाँदेखि निस्किन्छौँ। यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। यता कस्तो यो काँडे भन्ने ठाउँमा रहेछ। काँडे भन्ने ठाउँमा ठाउँ कस्तो यो पिकनिक स्पोट नै रहेछ। धेरैजना यहाँ पिकनिकै आइराख्नु हुँदो रहेछ यहाँ। भन भिडियो के हो? हेलो गाइस, मेरो नाम हो रोजी गुरुङ। मेरो नाम हो स्मारिका पौडेल। मेरो नाम हो सामना गुरुङ। गाइजहरू, अहिले चाहिँ अब म झरिसकेको छु होइन। अहिले चाहिँ अब म झरेँ। अब हेरौँ, अब एक ठाउँमा जानु छ अनि त्यहाँ गएर अनि हामी घर जान्छौँ। आजको भिडियोलाई चाहिँ यहीँ इन्ड गरिदिउँ होला साथीहरू। अनि भिडियोलाई यहाँसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच है। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला।